आदरणीय दर्शकहरू नमस्कार। म गोकुल थापा र म यहाँहरूको बीचमा आज एउटा महत्त्वपूर्ण समाचार सन्देश प्रवाह गर्न लागिरहेको छु र यहाँहरूको बीचमा एउटा अनुरोध गर्न लागिरहेको छु। यहाँहरूलाई थाहा छ, बराह क्षेत्र नगरपालिका वार्ड नम्बर 5 स्थित चन्द्रमन धामीथान यो ठाउँको निकै चर्चित धार्मिक स्थल हो र धेरै मान्छेहरूको, यहाँका बासिन्दाहरूको यो धामीथानप्रति, चन्द्रमन धामीथानप्रति ठुलो आस्था छ। यसको बारेमा थप कुराहरू केही भन्न चाहन्न म। अरू यो धामीथान किन, कसरी, के का लागि भन्ने कुरा आज भन्न गइरहेको कुरा अलिकति फरक कुरा छ। कुरा के हो भनेदेखि यो धामीथानमा जसरी मान्छेहरूले चाहिँ आस्था राख्छन् त्यो अनुसारको कर्महरू, खास गरिकन यो धामीथानको जस्तो महिमा छ, जसरी यसको गुणगान गाइन्छ त्यो अनुसारको यसको वरिपरिको वातावरण भएन भन्ने कुरा हामीले महसुस गरिरहेका छौँ र यसलाई बनाउने, जसरी हामीले महसुस गरिरहेका छौँ यसलाई बनाउने कर्तव्य पनि अरू कोही मान्छे आएर बनाइदिन्छ भन्ने कुरा पनि हामी विश्वास गर्दैनौँ। यो बनाउने पनि हामी हौँ, यो चिज खड्किएको छ भन्ने महसुस गर्ने पनि हामी नै हौँ। त्यसर्थ यो धामीथानको, यो चन्द्रमन धामीथानको जुन गरिमा छ यसलाई अझै सदा सदैव उच्च राख्नको निम्ति हामीले एउटा नयाँ योजना यहाँको बीचमा सुनाउन लागिरहेका छौँ र त्यो योजना भनेको चाहिँ के हो भनेदेखि यो धामीथानको प्रवेशद्वारमा म यहाँ यस स्थानबाट आज म यो भिडियो बनाइरहँदाखेरि मेरो मित्र राजन कार्कीलाई सम्झिरहेको छु र उहाँको एउटा ठुलो सहयोगले पहिला पनि धामीथानमा एउटा निकै खर्च, लाखौँ लाख खर्च गरेर उहाँहरूले गेट निर्माण गरिदिनु भएको थियो, प्रवेशद्वार निर्माण गरिदिनु भएको थियो। त्यो दुर्भाग्यवश पिपलको रुख ढल्दाखेरि, त्यो धामीथानको पिपलको रुख जहाँ पूजा हामी गर्थ्यौँ त्यो रुख ढल्दाखेरि चाहिँ त्यो गेट भत्किन गयो। फेरि दोस्रो पटक मैले आफैले पनि अनुरोध गरेँ र उहाँहरूले फेरि सिद्धार्थ मेमोरियल इङ्ग्लिस स्कुलको तर्फबाट र मित्र राजन कार्कीको ज्यूको सहयोगमा यो फेरि लाखौँको गेट बनाएको छ। त्यो गेटमा अरू थप यो समितिको चाहिँ, यो धामीथानको समितिको चाहिँ त्यो लेबर कस्ट मात्रै बिहोर्ने थियो, बाँकी त्यसको मेटेरियल चाहिँ राजन कार्की र सिद्धार्थ मेमोरियल इङ्ग्लिस स्कुलको तर्फबाट र त्यसको पनि खास गरिकन राजन कार्कीको यो प्रतिको सहानुभूति, यो प्रतिको आस्थाको कारणले नै उहाँले एक्लै त्यो सबै कुरा बिहोर्नु भयो। लगभग लाखौँको कुरा थियो यो। र यो म टेन्टेटिभ यति पैसा हो भन्दिनँ, तर 2.25 लाखको हाराहारीमा उहाँले चाहिँ विभिन्न सामग्रीहरू, त्यहाँको निर्माण सामग्रीहरू उपलब्ध गराउनु भएको थियो। आज उहाँलाई पनि यहाँ यो भिडियोमा सम्झिन चाहन्छु म र धन्यवाद भन्न चाहन्छु। र थप अर्को नयाँ कुरा चाहिँ के हो भनेदेखि यो धामीथानमा त्यो गेट त उहाँले निर्माण गरिदिनु भयो, त्यो निकै सुन्दर पनि छ, राम्रो पनि छ। त्यसले त्यहाँको त्यसको उचाइ गरिमालाई त्यसले भनिरहेको छ, बकिरहेको छ र यो हामीले भनिरहनु पर्दैन। थप कुरा चाहिँ के हो भनेदेखि यो कालानगर चुकबाट धामीथानतिर प्रवेश गर्ने ठाउँहरू चाहिँ अलिकति यो देवस्थलहरू चाहिँ अलिक सुगर सफा हुनुपर्छ भन्ने एउटा धारणा छ हाम्रो। त्यो गर्नको निम्ति चाहिँ यो देवस्थल जहाँबाट सुरु हुन्छ भन्ने खास गरिकन हामी यहाँका स्थानीय मान्छेहरू कामना गर्छौँ, कल्पना गर्छौँ। त्यो चाहिँ यो अब चोकबाट अलिक भित्र प्रवेश गरेपछि त्यहाँबाट चाहिँ यो धामीथानको यसको देवस्थल प्रवेश गरेको ठाउँ यो हो भन्ने कुरा मान्यतालाई अगाडि सार्दै त्यो ठाउँमा एउटा गेट निर्माण गर्ने, एकदम धार्मिक गेट जसको चाहिँ अलिकति झल्को चाहिँ यो त्यो गेटले नै बताओस् कि यो वास्तवमा यो धार्मिक, यो वरिपरि कुनै न कुनै धार्मिक ठुलो महत्त्वको चिज छ भन्ने त्यो गेटले भनोस् भन्ने चाहन्छौँ, त्यो बुझुन् भन्ने चाहन्छौँ। त्यो गेट निर्माणको तरिकाले पनि, त्यसको आर्किटेक्टले पनि। र दोस्रो, त्यो धामीथानबाट त्यो गेटदेखि धामीथानसम्म जाने दुईतर्फको बाटोमा अब त्यो गेट मात्रै एकदम भव्य राम्रो बनाएर तपाईँको बाटोघाटो चाहिँ फोहोर, दुर्गन्ध, धुलो उड्ने भयो भने मजा हुँदैन। त्यस कारणले यो बाटोको दुईपट्टि 4 फिट तपाईँको त्यो यो खास गरिकन पैदल यात्रीहरू हिँड्नको निम्ति जुन प्रयोग गरिन्छ तपाईँको यो गोलो गोलो यो सिमेन्टको ब्लकहरू, त्यो ब्लकहरू चाहिँ दुईतर्फबाट 160 मिटर लामो, दुईतिरबाट 4 फिट, पिचदेखि दुईतिरबाट 4 फिट 160 मिटर लामो रहेछ चन्द्रमन धामीसम्मको गेटमा। र यो गेट अहिले नयाँ बन्ने गेट र चन्द्रमन धामीको गेटसम्म पुग्दाखेरि 160 मिटर यसको लम्बाइ छ र यो लम्बाइसँगै यो पिचदेखि बाहेक 4 फिट दुईपट्टि त्यो सिमेन्टको ब्लक लगाएर यसलाई यसपालि कम्प्लिट गर्ने हाम्रो योजना छ। र यो योजनाको लागि चाहिँ हामी कुनै सरकारी निकायबाट हामीलाई पैसा आउँछ, काहीँ मन्त्रालयले हामीलाई दिन्छ, कुनै माननीय सांसदले दिन्छन् भन्ने
हाम्रो एक्सपेक्टेसनहरू भए पनि त्यो उपलब्ध भए झन् राम्रो, त्यो नभएको खण्डमा पनि कसरी गर्ने भन्ने कुरा हामी योजना अगाडि सारेका छौँ। त्यो योजना भनेको यहाँको पब्लिकको पार्टिसिपेटबाटै कुनै पनि काम गर्नुपर्छ भन्ने धारणा म पनि राख्छु र त्यो नै दीर्घस्थायी हुन्छ, स्थायी पनि हुन्छ, त्यो नै दिगो विकास हुन्छ जस्तो लाग्छ। त्यसैले हामी यहाँ बस्ने सबै पहिला यसको सरकारवालाहरू चाहिँ यो धामीथान वरिपरि बस्ने मान्छेहरू नै हुन् यसका मुख्य स्रोत चाहिँ। र यसो गर्नको निम्ति हामीले हाम्रो समिति बनाएका छौँ, एउटा त्यो 7 सदस्य समिति छ जसको अध्यक्ष म आफै छु र धामीथानको जुन अहिले एक्टिभ समिति जुन छ त्यो समितिका 3 जना मान्छे यो समितिमा पनि हुनुहुन्छ र यसै गरी म अध्यक्ष, त्यसपछि सचिव विष्णु कुमार राज धामी, कोषाध्यक्ष अनद राज धामी, सदस्य श्रीमती इन्दिरा धामी, सदस्य श्री रिना धामी, सदस्य श्री मनोज राज धामी, सदस्य श्री काले माझी, यतिजना 7 सदस्य समिति छ। र हाम्रो स्रोत चाहिँ केही पनि छैन। हाम्रो स्रोत भनेको पब्लिक हुन्, जनता नै हुन् र यहाँ जो सरकार राख्छन् त्यो हुन्। पहिलो हाम्रो यो पब्लिक एन्टिटी हो। पब्लिक एन्टिटी भएको कारणले गर्दाखेरि पब्लिकले नै यो चासो राख्नुपर्छ भन्ने हाम्रो पहिलो मान्यता हो। त्यो भएको कारणले गर्दाखेरि हाम्रो पहिलो स्रोत चाहिँ यहाँ बस्ने जनता हुन्, यहाँ बस्ने नागरिकहरू हुन्, हामी आफै हौँ। यसो पहिलो यो निर्माण गर्नेछौँ अनि हामीले अनुमान गरेको 15 लाख रुपियाँ हो। यो 15 लाख रुपियाँमा यो 2टा काम सिद्धिन्छ र यो सिद्ध्याउने काम लगभग हामीले समयको हिसाबले 1.5 महिनामा सक्छौँ भन्ने हाम्रो अहिलेको अनुमान छ। र मैले थोरै अब यो धामीथानप्रति, यो ठाउँप्रति सद्भाव राख्ने, अलिकति काठमाडौँतिर बस्ने, त्यसपछि यहाँको पुरानो यहाँका मान्छेहरूसँग पनि सम्पर्क गर्ने कोसिस गरेँ, कुरा पनि राखेर उहाँहरू एकदम सकारात्मक हुनुभएकोले नै ममा उत्साह बढ्या हो। र सायद अब यसको अब इन्जिनियरिङ इस्टिमेट हुँदैछ, आज भरेसम्म भइसक्छ। यो 15 लाखको नियर अबाउटमा हामी बनाउँदैछौँ र यो सबैको स्रोत चाहिँ पब्लिक जनतै हुन् र यो प्रति एउटा यहाँ बस्ने नागरिकहरू, अर्को यो संस्थाप्रति सहानुभूति राख्ने जो बाहिर बस्नुहुन्छ उहाँहरू हुनुहुन्छ, अर्को यो संस्थाप्रति आस्था राख्ने यो वडादेखि बाहेकका अन्य वडाका नागरिकहरू हुनुहुन्छ। त्योदेखि बाहेक यदि यो साँच्चै वास्तवमा यहाँका जनताले चाहिँ राम्रो काम गर्यो भन्ने बराहा क्षेत्र नगरपालिकाले महसुस गरेको खण्डमा, उसले पनि सोचेको खण्डमा र नगर प्रमुखसँग पनि म अनुरोध गर्ने पक्षमा छु। यो समितिको बैठकबाट निर्णय गरेका छौँ, हामी नगरपालिकालाई इस्टिमेट सहितको जानकारी गराउँछौँ र उहाँको तर्फबाट सक्ने सहयोग भएछ भने पनि त्यसप्रति पनि आभारी हुनेछौँ। र नगरपालिकालाई पनि, नगर प्रमुख रमेश कार्कीज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। नगरपालिकाको त सबै चिज नगरपालिकाले गरिदिन्छ र हाम्रो सबै विकास सम्भव हुन्छ भन्ने कुरा हामी कामना गर्दैनौँ र नगरपालिकाले सकेको सहयोग गरिदियोस् भन्ने हाम्रो पनि चाहना छ। र हाम्रो यो 15 लाखको इस्टिमेटमा हामी यो काम सम्पन्न गर्छौँ र यो सबै पब्लिकको पार्टिसिपेसनमा र पब्लिकको रेखदेखमा र इन्जिनियरिङ इस्टिमेट अनुसार काम हुनेछ भन्दै तपाईँ सबैलाई मैले यो जानकारीको लागि पनि भने र जसले सहयोग गर्न चाहनुहुन्छ उहाँले मलाई फोन गरेर 98 422 64 602 मा सम्पर्क गरेर बाँकी कुरा बुझ्न सक्नुहुन्छ र केही प्रश्न भए सोध्न पनि सक्नुहुन्छ। र त्यो गेट कहाँ बन्छ भन्ने कुरा चाहिँ यो जहाँबाट कुनै पनि खालको विवाद छैन। यहाँको अलिकति वडा कार्यालयको जमिनमा अलिकति खास ठाउँमा केही विवादहरू छन्, कुनै पनि विवादमा हामी फस्न चाहँदैनौँ। त्यसर्थ यो गेट चाहिँ खास एकदम इस्यु नै, यो गेट अर्थ कुनै पनि उद्देश्य होइन। धामीथान प्रवेश गर्नुभएकोमा, चन्द्रमानी धामीथान प्रवेश गर्नुभएकोमा उहाँहरूको स्वागतको लागि निर्माण गर्न लागेको, जसले यसको सुन्दरतालाई पनि व्याख्या गर्नेछ, जसले यसको गरिमालाई, यसको उचाइलाई पनि उतो गर्नेछ र यो यसले धेरै कुरा बताउँछ जस्तो लाग्छ मलाई। र यसो भन्दै बराहा क्षेत्र नगरपालिका वार्ड नम्बर 5 मा सबै बस्ने सबै दाजुभाइ दिदीबहिनी, यहाँका सङ्घ संस्था, वडा लगायत सबैलाई यही सूचनाबाट सूचित गर्न चाहन्छु र हामी छिटै बराहा क्षेत्र नगरपालिकामा औपचारिक रूपमा नगर प्रमुखसँग कुराकानी गर्छौँ र नगरपालिकाले सहयोग गरोस् भन्ने अपेक्षा छन् हाम्रा। स्वाभाविक रूपमा हुने पनि भयो र नगर प्रमुखले पनि हामीप्रति अलिकति सहानुभूति राख्नुहुन्छ, यो हामीप्रति भन्दा पनि यो ठाउँप्रति, त्यो विकास निर्माणप्रति भन्ने हामी विश्वस्त छौँ। यति भन्दै मेरो आफ्नो अनुरोध यही समाप्त गर्न चाहन्छु। धन्यवाद। सकेको सहयोग सबैले गर्नुहोला यति अनुरोध गर्दै यो समितिको तर्फबाट यति अनुरोध गर्दै बिदा चाहन्छु। हवस् त, नमस्ते।